यीशु ख्रीष्टको नाममा सबैलाई जय मसीह है। यो ब्यागको नक्साहरूमा हेर्नुहोस्, यहाँ मेरो छायाहरू है। र तपाईँहरूलाई भन्न चाहनु खोजेको चाहिँ के हो भन्दाखेरि चाहिँ आज चाहिँ यो चाहिँ हाम्रो फर्स्ट अफ अल चाहिँ हाम्रो विश्वासीहरूलाई है मैले भन्नु खोजेको चाहिँ के हो भन्दाखेरि हामी सजिलो जग्गामा चाहिँ सेवाकारीमा जानु है, मन परेकोमा जानु सेवाकारीमा, मन परेको घरमा है, मिल्नेसँग घरमा जानु, नमिल्नेको घरमा नजानु है। अनि अर्को कुरो चाहिँ के हो भन्दाखेरि पक्षपाती गर्नु है। हुनु त अब यो सुनेर पनि पक्षपाती गर्नु छोड्दैन नै मान्छेले, मलाई थाहा भएको नै कुरा हो है। यो सबै विश्वासीलाई भनेकै स्वर्ग र नर्गको कुरा गर्छ सबैले हो। स्वर्ग जाने काम चाहिँ कसले गर्दैछ पनि है। मैले भन्नु खोजेको चाहिँ के हो भन्दाखेरि चाहिँ परमेश्वरले कसैलाई पक्षपाती गर्नु भएन हो। हामी स्वर्ग जानुको लागि चाहिँ कसैले पक्षपाती गर्नु भएन। हामीले कसैको घरमा यस्तो त्योसँग त के त यस्तो छ यस्तो छ त्यसको घरमा त जान्दिनँ नि भन्नु भएन, बाहना बनाउनु भएन, भ्याउदिनँ भन्नु भएन है। घर त अप्ठ्यारो न अप्ठ्यारो छ त्यसकोमा नजाउँ, म जान्दिनँ बाटो अप्ठ्यारो छ है। परमेश्वरले त्यसो भन्नु भएन, परमेश्वरले कसैलाई त्यसो भन्नु भएन है। त्यो खोडे त्यो उयो छ भनेर कसैलाई भन्नु भएन है। जति पनि बिग्रेको नासेकोहरूलाई बढाउनु परमेश्वर आउनुभयो। अन्त अर्को मैले त्यसमा देखेँ भन्दाखेरि है। अनि त्यो कुराहरू अन्त अर्को कुरा चाहिँ के हो भन्दाखेरि सेवा सङ्गति कहाँनिर छ भन्दाखेरि हामी पहिला नै के भन्छौँ भन्दाखेरि यस्तो तारिक छ यस्तो यस्तो म त भ्याउँदिनँ होला नि भन्ने कुराहरू नगर्नुहोस् है। त्यो कुरा गर्ने बानी छोड्नु, किनभने पहिला प्रायोरिटी चाहिँ परमेश्वरलाई दिनुपर्छ भनेर चाहिँ संसारलाई दिइहाल्छ है। पैसाको रुपियाँको पछि नकुद्नु भनेर भनेको छ बाइबलमा, भन्दा कराउँदै भन्दै गरेको हुन्छ फेरि त्यो पैसाको पछि नै कुदिरहनु है। अन्त त्यो कुरो चाहिँ भएन साथीभाइ है। किनभने स्वर्ग र नर्ग चाहिँ पहिला हामी संसारमा हुँदै देख्नुपर्छ। पहिला त्यो चाहिँ कसरी भन्दाखेरि चाहिँ शान्ति हुनु पर्यो, खुसी हुनु पर्यो, अरूलाई दिनु जान्नु पर्यो है। अन्त यस्तो कुरो कि म त स्वर्गै जान्छु, कतिले भन्दै गरेको म त स्वर्गै जान्छु, म त दिन्छु त, यस्तोलाई दिएँ त मैले अस्ति नै त्यसको नि मैले दिएको कि म त जान्छु, म त ठुलो मनको छु म त भन्दै गरेको हुन्छ नि कति। ऊ पनि जान्दैन स्वर्ग है, हुनु त जान्छ जान्दैन है। मैले उयस कन्फिडेन्सले चाहिँ भनेको होइन, स्वर्ग र नर्ग चाहिँ को जान्छ भनेर चाहिँ मैले भनेको है। अब को जान्छ को जान्दैन त्यति बेला मात्रै थाहा हुन्छ है। फर्स्ट अफ अल चाहिँ हामीले यो संसारमा बस्दा नै जबसम्म मिलमिलापमा बस्दैनौँ है, एकाअर्कासँग हामी त्यो यस्तो त्यो उस्तो भन्नु छोड्दिनँ, मनको त्यो कालो पोकालाई निकाल्दिनँ जबसम्म है। कालो पोका राखेर त्यो कालो पोकाले चाहिँ के गर्छ भन्दा रिस क्रोध है, अहङ्कार घमण्ड पक्षपाती गर्ने चाहिँ त्यो हो है। अन्त अर्को कुरा के भन्छ भन्दाखेरि हाम्रो सबै चाहिँ परमेश्वरले बोक्नु भएको छ। हाम्रो दुःख सुखहरू बिमारहरू सबै परमेश्वरले बोक्नु भएको छ भनेर भन्छ। तर त्यो पोका चाहिँ आफूले बोकिरहेको छ यो कुराहरू चाहिँ याद गर्नुहोस् है। अनि त्यही नै भन्छु म सबलाई है। अन्त हामीले चाहिँ स्वर्ग र नर्गको लागि चाहिँ पहिला प्रिपेयरली हुनु चाहिँ एउटा कुरो है। अब हेर्न चाहिँ एउटा कुरो सेवामा मात्रै गएर पनि हुँदैन, प्रार्थना मात्रै गरेर पनि हुँदैन, बाइबल मात्रै पढेर नि हुँदैन।
परमेश्वरको आज्ञा चाहिँ त्यतिलाई मात्रै भन्दैन। परमेश्वरको आज्ञा थुप्रै 10वटा आज्ञा कि कतिवटा आज्ञा छ त्यहाँनिर है। त्यो आज्ञालाई चाहिँ पालन गर्नुपर्छ हामीले है, अनि मात्रै हामी पुग्छौँ। अब कसैले सेवाकारी कन्टिन्यू जान्छ हो, त्यसले दिनु नै जान्दैन। कसैले दिनु जान्दैछ, सेवाकारी जान्दैन हो, फेरि मुखले बहाइरहेको हुन्छ है। कतिले बाइबल पढे पुरा पढ्छ हो, अन्त त्यसलाई के बनाइरहेको हुन्छ, बाइबलबाट नै छड्के हान्ने गरिरहेको हुन्छ। बाइबलमा त यस्तो लेखेको छ उस्तो लेखेको छ मात्रै भन्छ, तर लेखेको अनुसार ऊ पनि हिँडेको चाहिँ हुँदैन हो। हुनु त म हिँड्यो भनेर भनेको चाहिँ होइन है, म पनि कतिवटामा मिस्टेक हुन्छ मान्छेमा। म चाहिँ कोसिस गर्दैछु है जति सक्दो। यो संसारमा मसँग कोही नबोल्ने छ भने चाहिँ कि मैले बिर्सेको हुनुपर्छ है, कि मेरो त्यो कुरा चाहिँ भुल भएको हुनुपर्छ। म चाहिँ कसैसँग पनि नबोल्ने कुरा चाहिँ आउँदैन, सबैसँग नै बोल्छु हो। म बिर्सी पठाउँछु, बाजेको छु भने नि केही भनेको छु भने नि बिर्सी पठाउँछु। म बोलेर चाहिँ उसलाई म माफ माग्ने कामहरू गरिहाल्छु फर्स्ट अफ अल है। म चाहिँ सिक्दैछु है, अनि त्यही कारणले चाहिँ म विश्वासीलाई भन्छु, म चाहिँ तल बसेर परमेश्वरको ठुलो माथिको काम गर्न सकौँ भन्ने चाहिँ मेरो इच्छा छ है। मेरो प्लान त्यो छ। मलाई कहीँ गएर स्पिकर भएर बोल्नु छैन, कसैलाई केही भन्नु छैन है। र त्यही कुरा मैले चाहिँ सिक्दैछु साथीभाइ हो। आजको दिन यो विश्वासीहरू है, प्लिज रिसाएर न्यु खोज्नु चाहिँ घरतिर नआउनुहोस् होला है फेरि है। फेरि त्यस्तो छ, साह्रो झोकीहरू छ हाम्रो अहिलेको त विश्वासीहरू क्या। अन्त एक गालामा पड्कायो भने अर्को गाला पनि थापिदेऊ भनेर भन्छ, तर विश्वासीहरूले नै पड्काइरहेको हुन्छ कि अरूले थापिरहेको हुन्छ। अन्त त्यही कारणले गर्दा चाहिँ हामी जोगिएर होसियार गरेर हो, हामी प्रभुको एउटा कुरो के हो भन्दाखेरि क्रिस्चियन मात्रै भएर हुँदैन हो। क्रिस्चियन मात्रै भएर चाहिँ हामी क्रिस्चियन मात्रै क्या, मतलब अब म त क्रिस्चियन हो नि भनेर मात्रै हुँदैन है। अन्त कति के भन्छ नि, फेसबुकमा हेर्नुपर्छ नि, म त सुब्बेनी हो सुब्बेनी भनेर भन्दै गरेको हुन्छ है। किनभने जात अनुसारको नै ठिकै हुन्छ है। त्यसै कारणले उनीहरूले उस गर्ने, हामी नि क्रिस्चियन हो, क्रिस्चियनको बेहोरा देखाउनुपर्छ सबैले, विश्वासीको नै बेहोरा देखाउनु पर्छ सबैले हो। हेरौँ है तपाईँहरूले यसको लागि के कस्तो खालको कमेन्ट गर्नु हुँदो रहेछ। अगर भुल भएको छ भने चाहिँ त्यो कुरालाई म बनाउँछु है। अगर तपाईँहरू त्यो कुरोमा पसेको छ भनिसकेपछि तपाईँहरू बनिदिनुहोस् है। म कोही पास्टर पनि होइन, एल्डर पनि होइन, कोही पनि होइन, म साधारण मेरो मण्डलीको एउटा मण्डली मात्रै हो मेरो है। र आज चाहिँ मलाई हिजो अस्तिदेखि नै मलाई त्यो कुरा लाग्दै थियो है। हुनु त कसैलाई हेरेर भनेको होइन, अहिलेको समयअनुसारको कुरा गरेको मात्रै मैले चाहिँ क्या। अन्त त्यही कुरा है ल। सबैलाई जय मसीह। माइन्ड नगर्नुहोस्, अलिकति इङ्ग्लिसबाट दिन्छु इफ यु डोन्ट माइन्ड है ल। तपाईँहरूलाई भुल भयो भने चाहिँ माइन्ड नगर्नुहोस् है ल। राख्दैछु। जय मसीह सबैलाई।